काम पछि गरौँला भनेर पन्छाइरहने बानी अथवा भनौँ न त्यो अल्छीपन हामी सबैले कहिले न कहिले त महसुस गरेकै हुन्छौँ। तर सोच्नुहोस् त, यो समस्यालाई जरेदेखि उखेल्न एउटा एकदमै सरल तर शक्तिशाली जापानी तरिका छ भने नि। हो, आज हामी त्यही रहस्यको बारेमा कुरा गर्दैछौँ। लाए त अब सुरु गरौँ। कहिले सोच्नु भएको छ कुनै कुनै काम सुरु गर्न किन यति गाह्रो हुन्छ? त्यो पहिलो स्टेप लिनु नै एउटा पहाड चढे जस्तो लाग्छ, होइन त? यो हामी सबैको साझा अनुभव हो। तर कल्पना गर्नुहोस् त, जापानमा एउटा यस्तो गोप्य मन्त्र छ जसले मानिसहरूलाई अल्छी हुनबाट जोगाउँछ। यो कुनै जादुटुना चाहिँ होइन है, बरु यो त एउटा गहिरो मनोवैज्ञानिक सिद्धान्तमा आधारित एकदमै सरल तरिका हो। र त्यो जापानी रहस्यको नाम हो काइजेन। हो, काइजेन। कतिले यो शब्द पहिले पनि सुन्नुभएको होला, तर यसको असली शक्ति यसको सरलताभित्र लुकेको छ। यो काइजेन भनेको एउटा शब्द मात्रै होइन, यो त पुरै जीवन जिउने एउटा तरिका हो, एउटा दर्शन हो। यसले के भन्छ भने ठूलठूला परिवर्तनहरू एकैचोटि हुँदैनन्, बरु साना साना निरन्तर प्रयासहरूबाटै सुरु हुन्छन्। काइजेनको अर्थ हुन्छ निरन्तर सुधार। अब यो त भयो यसको दार्शनिक कुरा, तर हामीले जुन काम पन्छाउने बानीको कुरा गर्दैछौँ त्यसलाई जित्नको लागि यही काइजेनलाई एउटा एकदमै सरल र शक्तिशाली नियममा बदल्न सकिन्छ। र त्यो नियम हो 1 मिनेटको नियम। सुन्दा त कस्तो सामान्य लाग्छ, होइन र? 1 मिनेटले के नै हुन्छ र? तर विश्वास गर्नुहोस्, यसको असर अचम्म लाग्दो छ। नियम एकदमै सजिलो छ। पहिलो कुरा, आफूलाई सबैभन्दा गाह्रो लाग्ने एउटा काम छान्नुहोस्, जस्तै किताब पढ्ने होला वा कसरत गर्ने। दोस्रो, त्यो काम दिनमा केवल 1 मिनेटको लागि मात्रै गर्नुहोस्। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, यो काम हरेक दिन ठ्याक्कै एउटै समयमा गर्नुहोस्। बस यति हो। हो, जम्मा 1 मिनेट। सोच्नुहोस् त, 1 मिनेट भनेको त केही पनि होइन। यो यति सानो समय हो कि म सक्दिनँ भन्ने कुनै बहाना नै चल्दैन। र यही नै त हो यसको सबैभन्दा राम्रो कुरा। तर प्रश्न उठ्छ, यति सानो प्रयासले साँच्चै कसरी काम गर्छ त? यसको पछाडि हाम्रो दिमागले काम गर्ने तरिका, अर्थात् मनोविज्ञान लुकेको छ। हेर्नुहोस् है, जब हामी कुनै ठूलो परिवर्तन गर्ने सोच्छौँ, जस्तै अबदेखि हरेक दिन 1 घण्टा जिम जान्छौँ, हाम्रो दिमाग डराउँछ, उसले प्रतिरोध गर्छ। तर जब हामी दिमागलाई भन्छौँ, ल धेरै होइन, जम्मा 1 मिनेट मात्रै हो, तब दिमागलाई यो सजिलो लाग्छ, सरल लाग्छ, र उसले ल त भनेर सजिलै मान्छ। 1 मिनेटको कामले दिमागलाई बोर पनि लाग्दैन, कुनै दबाव पनि महसुस हुँदैन। यो त ठ्याक्कै कस्तो हो भने दिमागको त्यो खतराको घन्टीलाई नबजाइकन बिस्तारै भित्र छिर्ने चलाक तरिका हो। र यही सानो सुरुवातले नै पछि गएर ठूलो सफलताको ढोका खोलिदिन्छ। अब यहाँनिर अर्को प्रश्न आउन सक्छ, ल 1 मिनेट त गरियो, तर यो सानो बानीले ठूलो रूप चाहिँ कसरी लिन्छ त? यो प्रक्रिया एकदमै प्राकृतिक रूपमा अगाडि बढ्छ। हरेक दिन 1 मिनेटबाट सुरु गर्नुभयो, होइन? बिस्तारै तपाईलाई थाहै नभइकन त्यो 1 मिनेट कहिले 10 मिनेट बन्छ, र एक दिन त्यही सानो बानी 1 घण्टाको बलियो प्रतिबद्धतामा परिणत हुन सक्छ। त्यसो भए यहाँबाट सिक्नुपर्ने मुख्य कुरा के हो त? एउटा सानो सुरुवात नै ठूलो सफलताको जग हो। यही नै काइजेन दर्शनको मुटु हो। एकैचोटि ठूलो छलाङ मार्न खोज्नुभन्दा बरु साना साना तर निरन्तर पाइला चाल्नु कयौं गुणा प्रभावकारी हुन्छ। र यही नै हो कुनै सङ्घर्ष बिना, कुनै दबाव बिना आफ्नो बानी बदल्ने अचूक तरिका। यो कुनै जबरजस्ती होइन, यो त एउटा सहज र दिगो प्रक्रिया हो जसले सकारात्मक दिनचर्या बनाउन सघाउँछ। त्यसो भए अब एउटा प्रश्न, आज त्यस्तो कुन काम छ जसलाई केवल 1 मिनेट दिएर सुरु गर्न सकिन्छ? धेरै नसोच्नुहोस्, बस एउटा काम छान्नुहोस् र आजैबाट केवल 1 मिनेटको लागि सुरु गर्नुहोस्।